सोयाबिन पनि मजाले गाइजहरू हामी चाहिँ यहाँ त मोमो खाँदैछौँ यहाँकोमा रमाइलो भइरहेछ कस्तो लाग्यो खाना हजुरलाई कति रमाइलो हजुर बल्ल आउनु कति छ भने छुट्टी सक्नुलाई त्यही त बिदा थियो तिनीहरूको त्यो घन्टा विदेशी गर्न अनि अब हेरेर मौन भएर बस्नु पऱ्यो नि विदेशमा लैजाउँदा भनेर पनि बुझ्छ भनेपछि बल्ल त्यो सम्झुनेहरूले भिडियो यस्तो बनाइरहेको भने एकदम हेरेर है कहिले काहीँ चाहिँ लिएर लाएन भने है मैले के भयो भने के हेरेर रमाइलो हुन्छ जस्तो दिनुहुन्छ अनि त्यहाँ साथीहरू अस्ति मिलेर जाँदा कि अब त भेट्नु होला अब यही हेर्दै बस्ने हो भन्थे कि साथीहरूले अनि म चाहिँ यस्तै बनाइरहने अनि निसाले कति बनाउँदो रहेछ भन्ने कि अनि भोलिपर्सि हेरेर नि बुढेसकाल लागेको अहिले तिमीले के भएर भन्थे कि म अझ ठुलो कुरा मैले कहाँ कहाँ पुगेको ज्यादा हुन्छ नि यार यति बेलाको दिनहरू भिडियो कोही सानैदेखि भएर जान्छ अनि ठुलो भएदेखि भयो कति हामी सहिदिन जाँदा धेरै रमाइलो भयो कति रमाइलो गर्नुभएको छ रमाइलो भयो सानी पनि जानु भएको छ सबैले अनि लास्टमा हिँड्नु पऱ्यो नि हो हिउँ त अघिल्लो दिन परिसकेको थियो हामी त खुला परेको देखाएर गर्थ्यौँ होइन हामी जाँदाखेरि त हिउँ पहिला हिँड्न सकिँदैन कि हामी हिउँ नपरेर ठिक छ ठुलो मन गर्नु चौराको मौसम हेर्नु बिहान चलाएको सिलगढीसँगै हिँड्दै हिँड्दै एक दुई घन्टा हिँड्नु तलबाट सयवटा दुईवटा ए हो कस्तो राम्रो त्यो टिचरहरू साथीहरू मिलेर जाँदा हो प्लेटवाला चाइना जस्तै कि प्लेटवाला नेपाल कस्तो रमाइलो चिज पनि त्यस्तै छ सानो सुधार्नु भने चिज स्विजरल्यान्ड अब नेपाल हाल्छ चिज गइसक्यो हामी त अघिल्लो दिन किन जाँदा हो नेपाल भयो दुईवटा ए जिडीमा होइन तल चाहिँ कमलेश जी का तबला सुनते हैं अनि त्यहाँ बसेको त्यहाँ पनि स्विजरल्यान्ड अब नेपाल भनेर खतरा ठाउँ थियो कि मासु सुरु भयो अनि त्यो ठुल्ठुलो पकाएर ठुलो बाँध्दै अहिले होइन यस्तो नि देखाउ खाँदै अहिले झन् कति रमाइलो अहिले गफेको खाएर चाहिँ सक्दैन साथै खाने होला बाहिर होटेल एक चिज हुन्छ त्यही भएर मलाई घर खाने बानी भयो क्या म्याक्सिमम् त्यो बाहिर खाएर चाहिँ मलाई नि अन्त थियो पिठो पुग्दैन पिठोले सक्नु पर्छ यहाँ नानी सबै चिज पिठो आज सिलेको पिठो त्यही पिठो चाहियो म्याक्सिमम् त्यही लाग्नुपर्छ मनै पर्ने थिएन कहाँ आज मन पऱ्यो होइन एकरात चाहिँ मेरो यो चिकन पनि होइन भेजकै मसौराको यस्तो मिठो बनाएर दिनुभयो एउटा आन्टीले कि गाइजहरू हामी चाहिँ म खाना लाग्यौँ गएर मेरो मुखमा टेस्टी भन्छ है आउँदैन मैले